कसरी कसरी दम हिँड्दै आएर मजुरहरू नै हिँडेको घर पाठा खाइनन् एक काममा लगाइदिने हुन्छ नि तिनीहरूलाई बरु गर्दै पिट्दै हिजोको जापानको अहिलेको यो भनेको त आकाश पाताल हेर्नु न सोचेर सब मान्छेले यो सोच्दाखेरि कस्तो लाग्छ होइन होइन क्या जापानमा नि त अवश्य नि यहाँ आएर भोलिको परिवर्तन के हुन्छ अझ के थाहा भनेपछि त्यो हो कि घरतिर भन्दा यतै राम्रो टेन्सन तनाव भन गयो होइन त त्यो त अब छोड्ने भनेरै आएको हो त नाति तँ त सानो लक्ष्मण दण्डबानी अङ्कलको छोरा भयो अनि अर्को त मुकुन्दहरू त माथिर भयो मनिषा मुकुन्दहरूसँग सँगै पढ्यो